हेलो गाइस, गुड आफ्टरनुन एन्ड नमस्ते एभ्रिवान। सबैजना आई होप सन्चै हुनुहुन्छ होला। हामी चाहिँ यति बेला साइप्रसको पापस एरियामा छौँ। यो एरिया चाहिँ एकदमै खुला एरिया छ। यतातिर चाहिँ लाइक गाउँहरू छ। यहाँको घरहरू चाहिँ साना साना घरहरू हुन्छ। यहाँको चाहिँ अग्लो अग्लो घरहरू साउदी कतार दुबई जस्तो हुँदैन, साना साना घरहरू हुन्छ, तर एकदम रमाइलो वातावरण छ। यतातिर देखाउनुहोस्, यतातिर चाहिँ यो ब्रिज हो होइन। अहिले चाहिँ यति बेला एकदम राम्रो मौसम छ। यति बेला धेरै जाडो पनि छैन र यति बेला चाहिँ गर्मी पनि छैन। यो एरिया चाहिँ एकदम खुला एरिया छ। दाङको साथी अनि मेरो भेट भएको छ। हामीहरू चाहिँ यहाँ घुम्नको लागि आइरहेछौँ। हेलो साथी, के छ? हेलो, ठिक छ सर, ठिक छ, एकदम राम्रो छ। अनि हजुर चाहिँ यता साइप्रसतिर आउनु भएको कति भयो? म आएको चाहिँ 5 महिना भयो सर, 5 महिना भयो। 5 महिना भयो? हजुर। हजुरलाई कस्तो लागिरहेको छ साइप्रस? मलाई चाहिँ साइप्रसको बारेमा अब रिसेन्टली भन्नुपर्दाखेरि चाहिँ साइप्रस त्यस्तो नराम्रो पनि छैन। सेन्जेन नभए पनि अब यद्यपि आउने दिनहरूमा अब 2026मा चाहिँ सेन्जेन बन्छ भन्ने चाहिँ कुरा आइरहेछ, न्युजमा पनि हामीले सुनिरहेको। तर मलाई लाग्छ आगामी दिनहरूमा राम्रै हुन्छ होला जस्तो लागिरहेछ। अब त्यस्तो हाई हाई भन्ने त छैन, एकदमै राम्रो पनि छैन, नराम्रो पनि छैन। म भन्छु कि अब जस्ट भिसा लगाउनको लागि भिसा प्रोसेसहरू यतात्यता सबै गर्नलाई चाहिँ सहज वातावरण भएको हुनाले चाहिँ साइप्रसमा आउनको लागि चाहिँ सजिलो छ। यद्यपि भोलि सेन्जेन भइहाल्यो भने चाहिँ यहाँबाट चाहिँ आउट अफ कन्ट्री जानको लागि चाहिँ एकदम राम्रो हुन्छ होइन। त्यस कारणले म भन्छु साइप्रस इज द बेस्ट भनेर भन्छु है। अनि यहाँको माहौल चाहिँ कस्तो छ काम गर्नको लागि? काम गर्ने माहौल चाहिँ तपाईँको मेन पोइन्ट के हुन्छ भन्दाखेरि मान्छेको चाहिँ काम गर्ने कुराहरूलाई लिएर कस्तो हुन्छ भन्दाखेरि सर, मान्छेले चाहिँ काम के चाहिँ सिक्नु भएको छ भन्ने कुरा हुन्छ क्या। यदि तपाईँ प्रोफेसनल काम जान्नुभएको छ, तपाईँले कुकको काम जान्नुभएको छ, हाउसकिपिङ जान्नुभएको छ, बारटेन्डर जान्नुभएको छ, एभ्रिवेयर सबै जान्नुभएको छ, तपाईँले चाहिँ काम सिक्नु भएको छ भने तपाईँलाई एकदम सहज छ। यदि काम नजानेको मान्छेलाई गाह्रो छ, कल काटिदिनु होला। काम चाहिँ नजानेको मान्छेलाई चाहिँ यद्यपि अलिकति गाह्रो हुन्छ नै, तर यहाँनिर काम जानेको मान्छेलाई चाहिँ मैले भन्छु राम्रो छ। अब आउने दिनहरूमा चाहिँ यहाँबाट हामीहरू अगाडि जानुपर्ने क्रममा साइप्रसबाट यद्यपि अरू कन्ट्रीमा जानको लागि चाहिँ यति बेला चाहिँ सेन्जेन नभएको कारणले गर्दाखेरि हामी धेरै कन्ट्री घुम्न सक्दैनौँ। भोलिको डेटमा चाहिँ यहाँनिर सेन्जेन भयो 2016मा, सरी 16मा हुन्छ 26मा, यदि यो चाहिँ तपाईँको चाहिँ सेन्जेन भयो पनि यहाँबाट हामी बाहिर जानको लागि एकदम चाहिँ बाटो खुल्छ। त्यसको लागि आउनको लागि चाहिँ त्यस्तो अप्ठ्यारो केही पनि यहाँ छैन। त्यसैले म भन्छु साइप्रस आउनुहोस्, लाइभ बनाउनुहोस्। आजको लागि यति हो। नेक्स्ट भिडियोमा सी यू, बाय बाय गाइस।